लास्टमा सस्पेन्ड थियो सबभन्दा ठुलो कुरा चाहिँ किनभने धेरैवटा फिल्ममा हेर्ने गरिन्छ सायद यो फिल्म अब यस्तो हुन्छ होला भने कहिले बेला प्रेडिक्ट गर्न सकिन्छ यो फिल्मको एउटा युनिकनेस चाहिँ अब यो फिल्म यस्तो हुन्छ भनेर चाहिँ सायदै कसै भ्युअर्सले भन्न सक्छ लास्टमा अब के हुन्छ होला भन्ने कुरालाई बरकरार राख्न सकेको छ यो फिल्मको एउटा सबैभन्दा थोरली सन्दीपलाई म सानो दिन चिन्छु उहाँको आमालाई यसरी सन्दीपले यो कोसिस र विशेष तपाईँको डाइरेक्टरसिपमा काम भएको छ हाम्रो धेरै कुराहरूको अब इन्फ्रास्ट्रक्चरको कमी र कम पैसामा एउटा दरो फिल्म बनाउनु कठिन छ तथापि जुन चाहिँ प्रयास तपाईँहरूले गर्नुभएको छ यो सराहनीय कदम छ अनि धेरै कलाकारहरूले मौका पाएको छ भन्ने कुरा चाहिँ लोकल ठाउँहरूमा खिचिएको छ अनि लोकल कलाकारहरूलाई मौका प्रदान गरेको छ त्यो सबसे ठुलो कुरा हो र धेरै एक दुईवटा कलाकारहरू जसमा धेरै सम्भावनाहरू देख्छ त्यसमध्ये सन्दीप पनि हो फिल्म पनि हाम्रो भएको उहाँहरू छ तपाईँ अन्दाज राख्नु र यहाँ भिलेन हो साउथ इन्डियन भिलेज जस्तो देख्दा त्यो मजा लाग्यो हामीलाई म त्यो भन्छु नि